आँपको अचारको रेसिपी हेर्दा हेर्दा कुन रेसिपीमा बनाम र अचार मिठो हुन्छ, लङ टाइम रहन्छ भन्ने सोचमा हुनुहुन्छ भने चाहिँ यो रेसिपी तपाईँलाई हरेक साल काम आउँछ। त्यही भएर लास्टसम्म हेर्नु होला है। सुरुमा चाहिँ मैले आँपलाई ल्याएर तलको जस्तो भेट्नोहरू काटेर 3-4 घण्टा पानीमा ढडाएर चोप फ्याँकेर सफा गरिसकेपछि आफ्नो मनपर्ने सेपमा कट गर्ने होइन। अनि त्यसपछि चाहिँ नुन र बेसार राखिदिने। नुनले चाहिँ आँपमा भएको पानी छुटाउँछ, बेसारले चाहिँ त्यो सुकाउँदा क्यार्दा यताउति ब्याक्टेरियाहरूबाट बचाउँछ होइन। अनि त्यसपछि तलसम्म नुन बेसार लाग्ने गरेर मजाले मोल्ने। अलिकति भाँडा सानो भयो, थोरै आँपलाई मैले निकालिदिएँ र तलसम्मै नुन बेसार लाग्ने गरेर मजाले मिक्स गर्छु। अनि अघिको आँप पनि यसमा राखिदिन्छु। बराबर नुन बेसार लाग्ने गरेर मजाले एकैछिन टाइम दिएर मिक्स गर्ने। मैले चाहिँ भिडियो एकदम सर्टकटमा देखाएको छु तपाईँहरूलाई है। अनि त्यसपछि चाहिँ अब यो 3-4 घण्टालाई छोपेर राखिदिने। आँपले पानी छोड्छ नि त, होल नाइट राख्दै पनि हुन्छ है। अनि 3-4 घण्टापछि मैले छन्नीमा यसरी छाने, पानी मजाले नै छुटिसकेको छ। त्यसपछि आधी घण्टा जति पानी तर्केपछि मैले घाममा लगाएर सुकाउँछु। अनि त्यसपछि यो आँपमा भएको त्यो पानी मात्रै सुके भइहाल्छ, त्यस्तो चप्रक्क पार्नु पर्दैन। आँपले पानी छोडिसक्यो नि त, अनि अचार बिग्रिने चान्स हुँदैन है आँपको पानी छोडाएर तपाईँहरूले फ्याँक्नुभयो भने। अनि त्यसपछि मसलामा चाहिँ मैले सुरुमा मेथी भुटेँ। मेथी ब्राउन भइसकेपछि मैले अब तोरी, जिरा, मुग्रेलो, अनि त्यसपछि सौँफ अनि धनिया यो राख्छु मेथी ब्राउन भइसकेपछि। अनि यो मसलाहरू पनि मजाले पटपट आवाज आउने गरेर मिडियम ग्यासमा भुट्ने, चलाको चलाइ गर्ने, डढ्न नदिने होइन। डढ्यो भने फेरि तितो हुन्छ। अनि मेथीले चाहिँ अलिकति प्रिजर्भेटिभको नि काम गर्छ है। सुरुमा चाहिँ मेथीलाई तपाईँहरूले भुटेर ब्राउन गराएर राख्नुभयो भने चाहिँ अचार कस्तो महँगो बसाउँछ के। मसला भुटेर तयार भइसकेको छ। अनि त्यसपछि मैले अब सुकेको खुर्सानी भुट्छु। किनेको धुलो खुर्सानी राख्नुभन्दा हो यसरी राख्नुभयो भने अचारहरूमा ढुसीहरू आउँदैन के। अनि त्यसपछि सुकेको खुर्सानी भुटेपछि थोरै